कौरा नाच खैजडी बजाएर पुरुषहरूले मात्र गाउने आफ्नै विशेषता रहेको यो नाचमा अविवाहित महिलाहरू आफ्नो वेशभूषामा छिटिक्क परी नाच्ने गर्दछन्। मुख्य गायकले उठान गरेपछि सबैले छोप्ने गर्दछन्। कौरा नाचको सुरुवात नाच्ने, गाउने र बजाउनेलाई केही नहोस् भनी स्थानीय देवदेवताको सम्झना गरिन्छ, जसलाई सरस्वती जगाउने खण्ड भनिन्छ। बीच भागमा माया पिरती खण्ड हुने गर्दछ। यहाँ केटाले बिहे गर्ने र केटी बिहे गरी जान समेत तम तयार भएको कुराहरू हुने गर्दछन्। विदाई खण्डसम्म आइपुग्दा सुख दुःख र जीवनशैलीको गीत गाउने गरिन्छ। अन्त्यमा महिलाहरूले तयार पारेको भोज दिइन्छ र पुरुषहरूले पनि आफ्नो तर्फबाट केही सकेको दान दक्षिणा र कोसेली दिई अर्को साल फेरि भेट्ने बाचा गरी बिदा लिइन्छ। केटी हो, कुकुर पो भुक्दैछ त। भेनाहरू आउनु भयो जस्तो छ। हेर हेर, भेट्न कति हतार भएको हो त नि। हतार त भइहाल्छ नि, के कसो लु हो त रहेछ नि, ऊ आइहाल्नु पो त। जोडले है सालीहरू, हामी त आइपुग्यो। जोडले है भेनाहरू। ल ल केटीहरू, प्यारो भेनाहरूलाई गुन्द्री ओछ्याइदेऊ त। म ओछ्याइदिन्छु, खै यता ल्याऊ। कुरा गर्दा गर्दै आइहाल्नु भयो त। आयु त लामै रहेछ नि। हो र हो नि। ओए केटा, यो खैजडी र तेरो स्वरले आज सालीहरूलाई मोहनी लगाइदिए। ए केटा, के हो, लाने नै हो त? लाने नि। ल सुरु गरौँ है त। मोहनी रूपैले
Ladies and gentlemen, Golden Dhaka Topi Season 4 को यो पहिलो प्रस्तुति न्यू ग्यालेक्सी हायर सेकेन्डरी स्कुल को ग्रुप बी ले प्रस्तुत गरिसक्नु भएको छ। कस्तो लाग्यो तपाईहरुलाई? अहिलेको पुस्ता यंगर जेनेरेसनले यति राम्रो कल्चरल डान्स गर्दा पक्कै पनि मन खुसी भएर आउँछ। यहाँहरुलाई एक्चुअली फेरि पनि जोरदार ताली। यति राम्रो पोशाक लगाएर यति राम्रो पहिरनमा यो सांस्कृतिक पहिरनमा आउनु भएको छ। यहाँहरुलाई शुभकामना दिन चाहन्छु।